नमस्कार, गेटवेज नेपालको विशेष प्रस्तुति एउटा कार्यक्रममा यहाँलाई हार्दिक स्वागत र न्यानो अभिवादन। आज हामीले विभिन्न क्षेत्रका विभिन्न गेस्टलाई निम्त्याउने गरेका छौँ र आज पनि हामीले एकजना विशेष अतिथिलाई निम्ताएका छौँ। उहाँ हुनुहुन्छ डाक्टर आलोक प्रसाई। उहाँ पर्यटन विज्ञको रूपमा कार्यरत हुनुहुन्छ र यही पर्यटन क्षेत्रसँग सम्बन्धित रहेर आजको कुराकानी हामी गर्नेछौँ। स्वागत छ यहाँलाई। धन्यवाद। अब पर्यटन क्षेत्रमा नि होमस्टे पछिल्लो समय नेपालमा धेरै चर्चाको विषयमा छ होइन? हजुर। कति वर्ष जति हो यो होमस्टे नेपालमा चलेको र होमस्टे भनेको के हो छोट गरेर भनिदिनु न। यो चाहिँ नेपाल सरकारले यसको पहिलो कार्यविधि बनाएको चाहिँ 2067मा हो र 67देखि आजसम्म आइपुग्दाखेरि लगभग 15 वर्ष चाहिँ होमस्टे सञ्चालन भइसकेको छ नेपालमा। र वास्तवमा होमस्टे भनेको चाहिँ एउटा गाउँ, एउटा दूरदराजको मान्छेको समृद्धिसँग, मान्छेको आय आर्जनसँग जोडिएको एउटा विषय हो र यसले चाहिँ समग्र एउटा समाजको, एउटा परिवारको, उसको चाहिँ बहुआयामिक क्षेत्रसँग जोडेर चाहिँ एउटा विकास गरेको हुन्छ। वास्तवमा यो नै होमस्टे हो। तर होमस्टे दूरदराजमा खोल्ने भन्ने सुनिन्थ्यो पहिला पहिला, तर आजकल चाहिँ सहरका काठमाडौँ वरिपरिका गाउँहरूमा पनि होमस्टे भनेर खोल्या जस्तो सुनिन्छ। यो के हो? यो होमस्टे र त्यो होमस्टे र यो होमस्टेमा के फरक छ कि उस्तै उस्तै हो? यसको कार्यविधिले के भनेको छ भने दुईटै ठाउँमा, नेपालको जुनै ठाउँमा पनि सहरी क्षेत्र होस् अथवा ग्रामीण क्षेत्र होस्, सबै ठाउँमा खोल्न पाउने भन्ने चाहिँ स्पष्ट यसको नीतिमा लेखिएको छ। त्यही सन्दर्भमा कोही सहरभित्र पनि खुलेका छन्, कोही गाउँमा पनि खुलेका छन्। तर यो जसरी खुले पनि यसले चाहिँ त्यहाँको संस्कृति, त्यहाँको प्रकृतिसँग जोडिएका कुराहरूको संरक्षण गर्नुपर्छ र त्यो ठाउँको विकास प्रगति हुनुपर्छ भन्ने चाहिँ होमस्टेको मुख्य एउटा चाहिँ सोच रहेको छ। अनि अहिले चाहिँ नेपालमा कति जति छन् सर होमस्टे? अब अहिले लगभग यो 77 जिल्लामा होमस्टे सञ्चालनमा रहेका छन् र पछिल्लो समय हामीले ठ्याक्कै यति नै छ भन्ने अवस्था चाहिँ छैन, किनभने यसको जुन चाहिँ दर्ता प्रक्रियादेखि एकीकृत एउटा चाहिँ त्यो दर्ता गरिसकेपछि कति भयो भनेर चाहिँ हेर्ने निकाय एउटा नभएको हुनाले यसको अहिले अब पालिकाले पनि गरिदिने भयो। पहिला पहिला पर्यटन बोर्डले गर्थ्यो, पर्यटन विभागले गर्थ्यो, त्यति बेला चाहिँ सेन्ट्रलाइज हुन्थ्यो तथ्याङ्क डाटाहरू। अब अहिले चाहिँ नभएको हुनाले लगभग हामीले 15 देखि 20,000 होमस्टे चाहिँ देशभरमा छन् भन्न सकिन्छ। 15 देखि 20,000 बेग्ला बेग्लै भनेको कोही समूहमा छन्, कोही निजी। निजी भनेको कुनै एउटा व्यक्तिले, एउटा परिवारले सञ्चालन गर्यो, हामी त्यसलाई निजी होमस्टे भन्छौँ। र कम्तीमा पनि 5 घरभन्दा बढी मिलेर सञ्चालन गर्यो भने त्यसलाई हामी सामुदायिक होमस्टे भन्छौँ। यो समग्र हेर्दाखेरि चाहिँ त्यस्तो देखिन्छ। जस्तै अब लाभ लिने सन्दर्भमा चाहिँ निजी र त्यो समूहले खोल्दाखेरि उस्तै उस्तै हो कि समूहले खोल्दा? यसको प्रक्रिया एउटै हो। दर्ता प्रक्रियादेखि सञ्चालन गर्ने प्रक्रियादेखि यसको नियम कानुनहरू सबै निजी र सामुदायिकलाई एउटै हो। तर फरक के छ भने वास्तवमा होमस्टे भनेको एउटा यो विकासको औजार, विकासको मापन चाहिँ को रूपमा हामी यसलाई लिन सकिन्छ। एउटा व्यक्तिले खोल्दा एउटा व्यक्तिले मात्रै सञ्चालन गर्ने भयो, आय आर्जन र त्यसमा लगानीका कुराहरू एउटैसँग बढी जोडिने भयो। तर समूहमा हुँदाखेरि एउटा सिङ्गो समाज नै त्यो होमस्टेसँग जोडिएको हुन्छ। जस्तो 5 घर छन्, कोही 7 घर छन्। आज हामीले हेऱ्यौँ भने श्री अन्तु, इलामपुर अन्तु भन्ने एउटा ठाउँ छ, त्यहाँ 61 घर चाहिँ एउटा होमस्टेको समूहमा छन्। त्यो एउटै समूह हो त्यो, तर 61वटा घरहरू उनीहरूले सञ्चालनमा ल्याएको छ। त्यसैले काहीँ थोरै, काहीँ धेरै यो सञ्चालन प्रक्रिया त्यस्तो छ यसको। जस 5वटा घर मिलेर पनि सामूहिक रूपमा खोल्न सकिन्छ। मिनिमम 5वटा चाहियो। अनि व्यक्तिगत रूपमा खोल्न चाह्यो भने चाहिँ एक्लै पनि गर्न सकियो, एउटा व्यक्तिले पनि गर्न पाइयो। आफ्नै घरमा पनि खोल्न पाइयो। आफ्नै घरमा खोल्ने नै आफ्नै घरमा हो यो। समूहमा पनि आफ्नै घरमा हुन्छ हुन त। समूहमा पनि आफ्नो आफ्नै घर हुने भयो। जस्तो 5 जनाको चाहिँ 5वटा घरहरूमा कम्तीमा पनि एउटा कोठा, एउटा रुम भनेको हुन्छ, हामीले बढीमा 5वटा भनेको हुन्छ। त्यसरी चाहिँ समूहमा पनि मिलेर गर्न सकियो। अनि होमस्टे भने पनि यो दूरदराजका इलामका पोखराका होमस्टेहरू केही चाहिँ नि महँगा छन्, महँगो होटेलकै सर रेट लिन्छन् भनेर भन्ने गुनासो पनि सुन्नमा आउँछ। के भन्नुहुन्छ यसमा? अब यो चाहिँ वास्तवमा एउटा होमस्टे एउटा भनौँ न यो आय आर्जन गर्ने एउटा रोजगारीको माध्यम पनि हो र एउटा व्यवसाय पनि हो। यो सेवामूलक व्यवसाय पनि हो। जस्तो होटलमा चाहिँ धेरै पैसा अथवा थोरै पैसा, होमस्टेमा चाहिँ कम अथवा बढी भन्नुभन्दा पनि त्यसको क्वालिटी के छ,
उसको सर्भिस के छ, उसले खानामा कस्तो कुराहरू दियो, बस्ने कुराहरू कस्तो गर्यो भन्ने कुराहरूले चाहिँ ठुलो अर्थ राख्छ। अहिले अब होमस्टेमा सस्तो भन्दा पनि त्यसको क्वालिटी राम्रो होस् भन्नेतर्फ हाम्रो अलिकति ध्यान गयो भने चाहिँ त्यसको महँगो पनि छैन कि जस्तो महसुस हुन्छ हामीलाई चाहिँ। अब म पनि गएको थिएँ अन्तु डाँडामा पनि, त्यहाँ देखेँ मैले पनि। हजुर, मेरो भोगाइमा पनि, तर अरू होटेलभन्दा चाहिँ सस्तै छ, राम्रो पनि छ। अब यसमा अलिकति के छ भने जस्तो होमस्टेको मुख्य उद्देश्य भनेकै एउटा दूरदराजको मान्छेको क्षमता हरेक कुराको विकास होस् भन्ने हो। जुन ठाउँमा चाहिँ पाहुनाहरू आउँदैनन्, जुन ठाउँमा चाहिँ शिक्षा पिछाडिएको छ, उत्पादन पिछाडिएको छ, रोजगारी पिछाडिएको छ, खानपानको कुराहरू, सरसफाइका कुराहरू सबै कुराबाट पछाडि भएको ठाउँमा चाहिँ एउटा होमस्टे आउने बित्तिकै उसले चाहिँ पाहुना आउने भनेपछि केही नभए पनि घरको कोठा सफा गर्ने, घरको कोठाको चालो झार्ने, होइन, भाँडाकुँडाहरू सफा गर्ने, आफ्नै बारीमा चाहिँ केही उत्पादनहरू सिर्जना गर्ने गर्दाखेरि समग्र यो विकाससँग जोडिने भएको हुनाले यसलाई एउटा चाहिँ विकासको औजारको रूपमा चाहिँ होमस्टेलाई लिनुपर्छ जस्तो लाग्छ मलाई। दूरदराजमा चाहिँ विशेष गरी। विशेष गरी अनि होमस्टे खोल्नको लागि अब विशेष गरी त्यो मौलिक पहिचान भएको, अब सांस्कृतिक पहिचान बेग्लै भएको, त्यस्तो खालको क्षेत्र चाहिन्छ कि जसले खोल्दै पनि हुन्छ? अब हामीले समग्रमा हेऱ्यौँ भने टुरिज्ममा चाहिँ हामी के भन्छौँ भने तपाईँको घरको छेउको माटो पनि महत्त्वपूर्ण छ, तपाईँको घरको छेउको चाहिँ ढुङ्गा पनि महत्त्वपूर्ण छ, तपाईँसँग जोडिएको चौतारी र ती धारा कुवाहरू पनि महत्त्वपूर्ण छन् भनेर हामीले भन्छौँ टुरिज्ममा भन्दाखेरि। र होमस्टेमा देखाउने कुरा पनि त्यही हो। नेपालको 753वटा स्थानीय तहहरू छन्। कुनै तह पनि यस्तो छ कि सबै ठाउँमा केही न केही संरचना, केही न केही सम्पदाहरू हामीले पाउँछौँ। त्यो सम्पदाको संरक्षण गर्ने, त्यो सम्पदाको कथा बनाउने, त्यसको प्रसार गर्ने एउटा चाहिँ होमस्टेलाई प्रवर्धन गर्नको लागि त्यसलाई एउटा माध्यमको रूपमा हामीले बनाउन सकिन्छ। त्यसैले होमस्टेमा सबै कुरो पहिल्यै अध्ययन गरेर अनि चाहिँ होमस्टे सुरु गर्ने भन्दा पनि हामी सँगसँगै लान्छौँ यसलाई। होमस्टे पनि सँगै लाने अनि त्यस पछाडि त्यहाँ भएका वन, जङ्गल, वन्यजन्तु, चरा चुरुङ्गी, हिमाल देखिने दृश्यहरू के देखिन्छ त्यो पनि सँगै हामी जोडेर लानुपर्ने हुन्छ। जस्तै अब हाम्रो कार्यक्रम हेरिरहेका दर्शकहरूलाई नि तपाईँले भनिदिनुहोस् कि के गर्नुपर्छ, प्रक्रिया के छ होमस्टे खोल्नको लागि? होमस्टे अब अहिले चाहिँ सबैभन्दा पहिला त होमस्टेप्रति विश्वास हुनु पर्यो। मैले होमस्टे खोल्दाखेरि मेरो परिवारलाई सहज हुन्छ, मेरो समाजलाई सहज हुन्छ, मैले त्यसैबाट रोजगारी सिर्जना गर्न सक्छु भन्ने एउटा पहिलो आफूसँग आत्मविश्वास हुनु पर्यो। त्यो आत्मविश्वास भइसकेपछि अहिले होमस्टे सञ्चालन गर्नलाई सजिलो छ। वडाको सिफारिस लगिसकेपछि गाउँपालिकामा दर्ता गर्न सकियो। दर्ता गरेपछि एउटा प्रमाणपत्र पाइन्छ। त्यो प्रमाणपत्र लिइसकेपछि सामान्य एउटा बेसिक तालिम चाहिँ यहाँहरूलाई फेरि जरुरी हुन्छ, जसले सञ्चालन गर्न चाहनुहुन्छ। किनभने कसरी चलाउने, कसरी सञ्चालन गर्ने, पाहुना आउँदा के गर्ने, यसका सबै भ्यालुएबल नर्म्सहरू छ। अब स्वागत गर्ने कुराहरू, बिदाई गर्ने कुराहरू, पाहुनासँग बोल्ने कुराहरू, व्यवहार गर्ने कुराहरू, ती सबै कुराहरू चाहिँ एउटा तालिमबाट सिकियो भने जो कोहीले पनि होमस्टे सञ्चालन गर्न सकिन्छ। जो कोहीले नि गर्न सक्छ। अनि त्यो तालिम उपलब्ध गराउने काम चाहिँ कसले गर्छ? तालिम चाहिँ अब यसका विभिन्न निकायहरू छन्। एउटा त पालिका स्वयंले पनि गराउन सक्छ, वडाले पनि गराउन सक्छ, नेपाल पर्यटन बोर्डले पनि सक्छ, त्यस्तै गरेर चाहिँ तारागाउँ विकास समितिले पनि सक्छ र धेरै गैर सरकारी निकायहरू, सङ्घ संस्थाहरूले पनि होमस्टेको तालिम चाहिँ गराउन गराउन सक्छन्, गराउँदै आइरहनु पनि भएको छ। गरिराखेकै छ। अनि यो होमस्टेमा चाहिँ नि धेरै खोल्दाखेरि ठुला लगानीमा खुलेका होटेलहरूलाई चाहिँ प्रभावित हुनसक्छ अथवा उनीहरूको चाहिँ मान्छे पर्यटकहरू तान्न सक्छन् जस्तो चाहिँ लाग्छ कि लाग्दैन कि, अथवा लाग्दा पनि केही फरक पर्दैन कि के हुन्छ त्यो? त्यसलाई कस्तो छ भने अब कहिले कहिले त्यो अलि हामीले साँघुरो घेराबाट हेऱ्यौँ भने चाहिँ ठुला होटलमा बस्नुपर्ने पाहुना चाहिँ होमस्टेमा गयो कि भन्ने महसुस हुन्छ कसैलाई। तर त्यो होमस्टे सञ्चालन गर्ने पनि हाम्रै नेपाली दाजुभाइ हुन्, होटल सञ्चालन गर्ने पनि हाम्रै नेपाली दाजुभाइ हुन् र त्यो क्याटेगोरी चाहिँ फरक हुन्छ। जस्तो सामान्य एउटा ठमेलको होटलमा बस्ने मान्छे र सोल्टे होटलमा बस्ने मान्छेको लेभल स्ट्याटस फरक छ। जो जहाँ जानुपर्ने हो त्यो ठाउँमै मान्छे जान्छ। त्यसले गर्दाखेरि धेरै फरक चाहिँ पर्ने चाहिँ होइन। यो 2 दिन चाहिँ ऊ 3 दिन नेपाल घुम्छ भने 1 दिन गएर होमस्टेको स्वाद लिन्छ, 1 दिन होटलमा बस्छ, अर्को दिन कहीँ जान्छ, त्यसले फरक पर्दैन।
त्यहाँ जान्छ, कल्चर हेर्छ, रमाउँछ। वास्तवमा पर्यटक भनेको त रमाउने हो नि त। हामीले जति कुरा देखाउन सक्छौँ त्यो देखेर रमाउने हो। अहिले होमस्टेहरू चाहिँ धेरै प्रभावित भनौँ राम्रो भएको पनि एउटा कल्चरसँग जोडिएर पनि हो। संस्कार छ, संस्कृति छ, नेपालीपन छ। त्यसले गर्दा पनि होमस्टेमा मान्छेहरू अलिक बढी गइराखेको देख्छौँ, आकर्षित भइरहेका छन्। अनि होमस्टे सञ्चालनमा आउन थाले त करिब करिब 15-20 वर्ष हुन लागिसक्यो। तर पनि केही नाम चलेका ठाउँका मात्रै सुनिन्छ धेरैजसो र भर्खर खुलेकाहरू अथवा भनौँ त्यसपछि बिचतिर खुलेकाहरू पनि त्यति हाइलाइटमा आउन सकेका छैनन्। अब हामीले सुन्दाखेरि त्यसरी सुन्यौँ। एउटा क्लासमा चाहिँ 100 जना विद्यार्थी पढाइयो भने पनि त्यहाँ सबैभन्दा टप 10 को भनेर टिचरहरूले चिन्नुहुन्छ कि। तर त्यो बिचमा पनि धेरै हुन्छन्, तर सबैलाई चिनेको हुँदैन। त्यस्तै यो पनि कस्तो हो भने अब जो राम्रो गरेका छन् उहाँहरूलाई सबैले चिन्ने हो। नराम्रो त गरेको छ भन्दै भन्दैनौँ हामी होमस्टेमा सबैले राम्रै गर्न खोजिराख्नु भएको छ। किनभने यो त सानो लगानीबाट एउटा चाहिँ सामान्य नागरिकको जीवनस्तर उठाउने कुरा हो। त्यसले गर्दा यसलाई हामीले नराम्रो भन्दा पनि सबैले राम्रो गरेको छ, तर केहीले उत्कृष्ट रूपमा गरेको छ। जस्तो घले लमजुङको घले गाउँ हेऱ्यौँ हामीले भने, त्यस्तै गरेर चाहिँ स्याङ्जाको सिरुबारी हेऱ्यौँ भने, नवलपरासीतिरको यो अमरटारीहरू हेऱ्यौँ भने, बाँकेको गाबर हेऱ्यौँ भने, बर्दियाको चाहिँ डल्ला होमस्टे हेऱ्यौँ भने त्यहाँको मान्छेहरूले धेरै प्रगति गरेको छ। अहिले हामीले कुनै बेला यसो हेर्दाखेरि त्यो अहिले सुन्दा कथा जस्तो लाग्छ। सामान्य चप्पल लगाउने मान्छे स्कुल पढ्दाखेरि चाहिँ कपी किताब किन्न नहुने पैसा नहुने मान्छे आज राम्रो बोर्डिङ पढेका छन्, इन्जिनियर बनेका छन्, डक्टर बनेका छन्, आफ्नो घर खर्च घरमै बसेर चाहिँ चलाइराखेका छन् भनेपछि यो त धेरै राम्रो एउटा चाहिँ औजार भनौँ हामी होमस्टेलाई। अब होमस्टे अफिसर पर्यटन विज्ञ पनि हुनुहुन्छ होइन। जस्तै अब नेपालमा चाहिँ नि पर्यटक आउने भोल्युम जुन पहिला थियो त्यही रेसियोमा हरेक वर्ष नबढिकन एउटै रेसियोमा आइरहेका छन्। विशेष गरी भारतीय पर्यटकले नै धेरै स्थान ओगटिरहेका छन् होइन। त्यो नेपालले फड्को पार्न सकेका चाहिँ किन होला जस्तो लाग्छ तपाईँलाई? एकदम यहाँले अहिलेको सन्दर्भमा एकदम समसामयिक विषयले उठाउनुभयो। पर्यटक आउने रेसियो झन्डै उस्तै छ। 8-10 वर्षदेखि हामीले हेऱ्यौँ भने र बस्ने रेसियो पनि उस्तै छ, आउने रेसियो पनि उस्तै छ। यसको एउटै मात्रै के हो भने हामीले नयाँ कुरोहरू आइडेन्टिफाई गर्नै सकिएन। तपाईँ हामीले सुनेको पोखरा, तपाईँ हामीले सुनेको चितवन, तपाईँ हामीले सुनेको नगरकोट, लुम्बिनी यो धेरै वर्ष अगाडिदेखि सुनेको, झन्डै 15-20 वर्ष अगाडि पनि हामीले त्यही सुन्थ्यौँ, आज पनि त्यही सुन्छौँ। यसको अर्थ के हो भने टुरिज्ममा हरेक मान्छेले न्यू टेस्ट चाहन्छ। यसको अर्थ चाहिँ नयाँ डेस्टिनेसनहरू हामीले सँगसँगै आइडेन्टिफाई गर्ने हो। जस्तो हामीले काठमाडौँको वरिपरि आज चाहिँ काठमाडौँको वरिपरि चाहिँ ल न त राम्ररी घुमौँ, अलिकति नयाँ ठाउँमा जाउँ, हाइटमा जाउँ भन्यो भने चन्द्रगिरीदेखि बाहेक अरू हामीले ठाउँै देखिँदैन। यस्ता अरू ठाउँहरू पनि हामीले तयार गर्नुपर्छ। त्यसैले टुरिस्टको भोल्युम बढाउनको लागि एउटा हाम्रो क्वालिटी र अर्को चाहिँ हाम्रो डेस्टिनेसन। क्वालिटीमा त तपाईँ हामीले अहिले पनि हेऱ्यौँ भने अरू सबै कुरो छोडिदिउँ, काठमाडौँ उपत्यका मान्छेले सबैभन्दा ठुलो समस्या आज के छ भने सडक र पानी भन्छ। सडक र पानी भन्छ। एउटा शौचालय छैन, शौचालय भए पनि पानी छैन। सबै घरका मान्छेहरू चाहिँ काकाकुल जस्तो तिर्खाएका छन्, ठुला गफ गरेका छौँ हामीले। त्यसले हुँदैन। टुरिज्ममा तपाईँको एउटा चाहिँ यो संरचनाका कुराहरू अहिले धेरै होटलहरू बने, रिसोर्टहरू बने, कटेज मोटेलहरू सबै कुराहरू बने, तर पूर्वाधारमा अहिले पनि हामी कमजोर। पूर्वाधार अहिले पनि हाम्रो गतिलो छैन। यहाँबाट पोखरा जानु पर्यो भने कति घन्टा लाग्छ थाहा छैन, यहाँबाट चितवन जानु पर्यो कति घन्टा लाग्छ थाहा छैन। समयलाई हामीले चाहिँ एउटा टुरिज्म तरिकाबाट चाहिँ हेर्न सकियो, न त्यसको इभ्यालुएसन गर्न सकियो। त्यसैले यी कुराहरूमा चाहिँ हामीले असाध्यै ध्यान दिन जरुरी छ। हामीले धेरै गर्नु पर्दैन, हाम्रो पूर्वाधार राम्रो बनोस्। काठमाडौँमा चाहिँ प्रत्येक घरमा पानी मजाले चलाउन पायो भने हाम्रो सबै घरमा होमस्टे चल्छ, सबै घरमा होटल चल्छ, सबै घरमा मोटेल चल्छ। तर हामीले त गफ मात्रै गरेका छौँ, हामीले धेरै काम गर्न बाँकी छ। र यी कामहरू गर्न सक्यो भने नेपालको टुरिज्म चाहिँ कायापलट गर्न सकिन्छ। नेपालको टुरिज्ममा म त 3टा कुरो मात्रै भन्छु। एउटा चाहिँ हाम्रो हिन्दुज्म,
पशुपतिलाई विकास गर्दै हुन्छ। पशुपतिभित्र छिर्दैखेरि एउटा आनन्दको भाइब्रेसन आओस् न। संसारका हिन्दू जति त्यहाँ आउँछन्। धर्मको कुरा गरेको होइन, मैले टुरिज्मको कुरा गर्दैछु। धर्मलाई पनि टुरिज्मसँग यसरी जोड्न सकिन्छ, त्यति मान्छेहरू त्यहाँ आउन सक्छन्। त्यस्तै गरेर लुम्बिनीलाई बुद्धिज्मको रूपमा डेभलप गरिदियोस्। त्यस पछाडि माउन्टेन सगरमाथा एउटा गर्ने हो भने तीनटा, यो तीनटा मात्रै राम्रो विकास नेपालमा गर्ने हो भने 3 करोड मान्छेले खानको लागि बाहिर जानु पर्दैन, पुग्छ। तर अब तपाईँ हामीले आज पनि हेऱ्यौँ भने पशुपतिको हालत त्यही छ, लुम्बिनीको हालत त्यही छ। हुँदाहुँदै सगरमाथाको तपाईँको चाहिँ फोहोर, अब त्यो डङ्गुर फोहोर उठाउने सम्भावनासम्म गाह्रो हुँदै गएको छ। जोसुकै मान्छे सगरमाथा गएका छन्। संसारको सबैभन्दा चाहिँ सर्वश्रेष्ठ शिखर हो भने त सबै मान्छे किन जाने? संसारका सबै हिमाल, सबै अरू चाहिँ माउन्टेनहरू चढिसकेर मात्रै त्यहाँ जाओस् न मान्छे। एउटा जाँदाखेरि चाहिँ 2 करोड 5 करोड 10 करोड नेपाललाई रोयल्टी तिरोस् न। तर हामीले त्यो गर्न सकेको छैन। त्यसैले हामीले भनाइमा भन्दा पनि कति कुराहरू व्यवहारमा गर्न जरुरी छ। त्यो गर्न सक्यो भने नेपालको पर्यटन कायापलट हुन्छ र नेपालको परिवर्तन, नेपालको समृद्धि पर्यटनको विकल्पै छैन, पर्यटन मार्फतै हो। फेरि पर्यटन भनेको यस्तो चिज छ यो, अब धेरै मान्छेहरूले धेरैले सोच्दाखेरि यसो हेर्दाखेरि सामान्य पाहुना आउने, अलिअलि खर्च गर्ने, जाने भन्ने हुन्छ। तर टुरिज्ममा त्यो मात्रै होइन। तपाईँको चाहिँ एग्रिकल्चर टुरिज्म हुन्छ, मेडिकल टुरिज्म हुन्छ, एजुकेसन टुरिज्म हुन्छ। हरेक सेक्टरको टुरिज्मले चाहिँ त्यो लिङ्क गर्दाखेरि टुरिज्मको हब चाहिँ नेपाललाई बनाउन सकिन्छ। तर अहिलेकै अवस्थामा चाहिँ सकिँदैन, गाह्रो छ। पूर्वाधारैलाई पहिलो पूर्वाधारै हो। पशुपतिमा हेर्दाखेरि भित्र छिर्दाखेरि चाहिँ मान्छे चाहिँ त्यो गेटदेखि चाहिँ ढोगेर जान्छ। त्यहाँको फोहोर मैला हेर्नुहोस्, त्यहाँ चाहिँ न सरसफाइ छ, न व्यवस्थित छ। त्यसरी बन्दैन नि त टुरिज्म। त्यहाँभित्र पस्दैखेरि मान्छे सोचै फरक होस् न, भाइब्रेसनै फरक होस्, अनि मात्रै टुरिज्मको विकास गर्न सकिन्छ। ठुलो कुरा हुँदैन। तपाईँको चाहिँ भनौँ न, हाम्रो यही फ्रान्सको चाहिँ आइफेल टावर चाहिँ झन्डै 7-8 करोडले चाहिँ वर्षमा चढ्न जान्छ। मान्छेले निर्माण गरेको चिज हो, चढ्न मात्रै त्यति मान्छे जान्छन्। हाम्रो सगरमाथा त हामीले बनाएको होइन नि त, प्राकृतिक सम्पदा हो नि। त्यो हेर्न कति आउँथ्यो होला, तर हामीले त्यो गर्न सकिएन, व्यवस्थित गर्न सकिएन, मार्केटिङ गर्न सकिएन। जति आउँछन् त्यति वर्षै पछि आउँछन्, आए पनि हल्का रूपमा लिने भयो, त्यसैलाई चित्त बुझाउने भयो। अनि संसारको तपाईँको चाहिँ सबैभन्दा चाहिँ कम पैसा हुने पर्यटकहरू नेपालमा आउने, अनि यसो घुम्ने, रमाइलो गर्ने, पैसा सकाउने, जाने, त्यो मात्रै हामीले पायौँ। जस्तो क्वालिटी टुरिज्मका कुराहरू, क्वालिटी सस्टेनेबल टुरिज्मका कुराहरू हामीले समग्र रूपमा त्यसको बहस नै गर्न सकिएन, बहस गर्नै सकिएन। त्यसको कारण नै अहिले हामीले चाहिँ अघि यहाँले भने जस्तै 8-10 वर्षदेखि एउटै रेसियोमा हामीले गरिराख्नु परेको छ। तपाईँलाई सुन्दा अझै अचम्म लाग्छ होला, हाम्रो नेपाल एयरलाइन्सको अवस्था यहाँलाई भन्नै परेन। संसारमा पैसावाला पर्यटकहरू प्लेनबाटै आउने हो, जहाजबाटै आउने हो, र जहाजमा मात्रै गरिने खर्च चाहिँ लगभग 40% हुन्छ टुरिज्ममा। नेपालमा गर्ने एक्सपेन्सेसहरूमध्ये तपाईँको एउटा विदेशीले 1 लाख रुपियाँ चाहिँ नेपालमा आउँदा खर्च गर्यो भने उसको सामान्य उसको 40,000 चाहिँ त्यो प्लेनमा खर्च भएको हुन्छ। त्यो पैसा, त्यो 40,000 चाहिँ हामीसँग हाम्रो हो पनि हामीले भन्न पाउँदैनौँ, किन हाम्रो प्लेनै छैन। हामीले प्लेन भयो भने उडाउन सक्दैनौँ। हामीले एयरपोर्ट बनाउँछौँ, अरबौँ पैसा खर्च गरेर बनाउँछौँ, प्लेन चाहिँ ल्यान्ड गर्न सक्दैनौँ। आज पोखराको हेर्नुहोस्, भैरवाको हेर्नुहोस्। भनेपछि हामीले एउटा दीर्घकालीन सोच बनाउन सकिएन। पर्यटनमा दीर्घकालीन सोच बनाउन सक्यो भने नेपालको परिवर्तन, समृद्धि, पर्यटनको विकल्प छैन। अनि अर्को हाम्रो नजिकका छिमेकी राष्ट्र भारत र चाइना, विशेष गरी चाइनाबाट चाहिँ नि 1 वर्ष अत्याधिक पर्यटकहरू आउन थालेका थिए र अहिले चाहिँ कमी हुन थालेको छ। किन होला कारण? यो त रेसियो फ्लक्चुएसन संसारमा जहाँ पनि हुन्छ। फेरि तपाईँको कहिले कुनै देशको बढी आउने, कहिले कुनै देशको कम आउने भन्ने त्यो स्वाभाविक हुन्छ। तर हाम्रो जुन सस्टेनेबल हाम्रो पोलिसी चाहिँ कस्तो छ भन्ने त्यो चाहिँ महत्त्वपूर्ण रहन्छ। जस्तो चाइनाको केही समय अगाडि धेरै पर्यटकहरू आउने, र चाइनिजहरूले के भन्छ भने तिम्रोमा हाम्रोबाट जति पर्यटक पनि हामी पठाउन सक्छौँ, आउँछन्,
तर तिम्रो अहिलेकै इन्फ्रास्ट्रक्चरमा हामी पठाउन सक्दैनौँ भन्छ। तर इन्डियन पर्यटकहरू फेरि के छ भने तपाईँको चाहिँ धेरै पर्यटकहरू इन्डियाबाटै आउँछन्। तर उनीहरू कसरी आउँछन् भन्दा धेरैले चाहिँ आफैले पिठो ल्याउँछन्, आफैले चामल ल्याउँछन्, आफैले तरकारी ल्याउँछन्, आफ्नै बसमा आफैले ग्यास ल्याउँछन्, आफैले बस ल्याउँछन्। भनेपछि पकाउने काम पनि आफैले गर्छन्। पानी चाहिँ हाम्रो प्रयोग गर्छन्, प्रयोग गर्छन्, पानी प्रयोग गर्छन्, फोहोर गर्छन्, जान्छन्। जान्छन्। त्यसलाई पनि हामीले अब सबै नेगेटिभ भन्दा पनि त्यसलाई अझै क्वालिटी बनाउन सकियो भने राम्रो हुन्छ कि भन्ने हो। हुन त फेरि टुरिज्ममा सबैले त्यो घुम्ने अवसर पाउनुपर्छ भन्ने पनि हो। सामान्य मान्छेहरू पनि आएर घुम्न पाउनुपर्छ, डुल्न पाउनुपर्छ, त्यहाँ हेर्न, सिक्न पाउनुपर्छ भन्ने पनि हो। यो अवस्था छ नेपालमा। हस्, धन्यवाद आलोक सर, यहाँसम्म आउनुभयो, हामीलाई जानकारी गराउनुभयो। तपाईँ भने जस्तै पोलिसी निर्माताहरू त्यहाँ पुगेर पूर्वाधारको विकास भएर पर्यटनको धेरैभन्दा धेरै विकास भएको हेर्न पाइयोस्। यहाँसम्म आउनुभयो, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। यहाँहरूलाई पनि एउटा अवसर दिनुभयो, बोल्ने, सुन्ने, सुनाउने अवसर दिनुभयो। धेरै धेरै धन्यवाद। नमस्कार।